साथीहरु फेरि एउटा नयाँ अपडेट आइसकेको छ। यहाँ छ KB5089549 यो अपडेटलाई अपडेट गर्नु धेरै जरुरी छ। सिक्युरिटी अपडेट हो यो। सो यसको लागि यहाँ हेर्न सक्नुहुन्छ यो डाउनलोडिङ भइरहेको छ। 31% भइसकेको छ र यसमा मेन के हुनु पर्यो भन्दाखेरि हामीसँग वाइफाई कनेक्ट हुनु पर्यो तब गएर यो डाउनलोड हुन थाल्छ। सो यो डाउनलोड भइसकेपछि रिस्टार्ट नाउ भनेर आउँछ र त्यो रिस्टार्ट नाउ मा यहाँ आउँछ। यहाँ क्लिक गरिसकेपछि रिस्टार्ट हुन्छ हाम्रो सिस्टम अटोमेटिक र त्यो बेला हाम्रो सिस्टमले चाहिँ अपडेट लिन थाल्छ, अपडेट हुन थाल्छ र 1 से 2 मिनेट जति टाइम लाग्छ। अपडेट भइसकेपछि अटोमेटिक फेरि खुलिहाल्छ जस्तोको त्यस्तै र यहाँबाट यो अपडेटबाट यहाँ गायब भइहाल्छ र यहाँ फेरि चेक फर अपडेटमा क्लिक गरेर हामीले अपडेट चेक गर्न सक्छौं अपडेट छ कि छैन। यदि अपडेट छैन भने ग्रीन टिक आएको हुन्छ यहाँनिर। सो तपाईहरु अवश्य यो फलो गर्नु होला यसरी नै मैले जसरी भनेको छु र यो जसरी यो डाउनलोड हुन्छ म तपाईलाई देखाउँछु पनि। सो पहिला यसलाई हुन दिम। यसमा इन्टरनेट स्पिड चाहिँ फास्ट हुनुपर्छ। ओके, जब डाउनलोड एन्ड इन्स्टल हुन्छ अनि रिस्टार्ट नाउ भनेर यसरी देखाएको हुन्छ। सो यसमा क्लिक गरिसकेपछि हाम्रो सिस्टम जुन छ रिस्टार्ट हुन थाल्छ र रिस्टार्ट हुने बेला तपाईको जुन यो अपडेट हो यो अपडेट हुन थाल्छ। सो यसरी तपाईले रिस्टार्ट गरेर गर्नु होला। म अहिले रिस्टार्ट गर्दिन किनभने मेरो रेकर्डिङ चलिरहेछ, त्यो अचानक बन्द भइहाल्छ, स्टप भइहाल्छ। केही पनि मैले तपाईलाई एक्सप्लेन गर्न मिल्दैन, त्यसैले म अहिले रिस्टार्ट गर्दिन र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यस्तै भिडियो म डेली लिएर आउने छु। धन्यवाद।